हाम्रो चाहिँ ट्रेकिङ स्टार्ट भइसक्यो होइन अफिसियल्ली होइन विवेक दोस्त भने दोस्त हामी चाहिँ एउटा निवानको फेरि फिलहाल गर्न लागिरहेछौँ होइन आज चाहिँ हाम्रो स्टार्ट भयो चाहिँ अगाडितिर हामीसँग हाम्रो टाइम चाहिँ कति भयो 7:42 भयो हामी चाहिँ स्विमिङहरू पनि गर्छौँ होला बाटोमा यार अलि हराइयो कि फर्स्ट टाइम भएर होला अहिले हामी चाहिँ अलि बाटो चाहिँ अलिकति हामीले बिगारेर हामी चाहिँ अर्को माथि जङ्गलतिर गएको थियौँ पछि थाहा भयो कि त्यो बाटो होइन भनेर यदि तपाईँहरू पनि आउँदै हुनुहुन्छ भनेपछि चाहिँ यो ड्याम साइड हेरेर आउनु होला यतातिरको बाटो ढुङ्गाको बाटो छ पुरै त्यस्तो माथितिर घाँसहरूको बाटो चाहिँ नजानु होला ढुङ्गा चाहिँ पछ्याएर चाहिँ आउनु होला हामी जस्तै नहराउनु होला तपाईँहरू पनि यो ट्रेक चाहिँ हामी 2जना मात्र आएको है तर योमा चाहिँ यहाँ आइराख्दाखेरि चाहिँ मैले चाहिँ के देखेँ भन्दाखेरि यहाँ चाहिँ अलिक केटाहरू भन्दा यो केटीहरू चाहिँ धेरै आउँदो रहेछन् होइन हामीभन्दा पछाडि पनि केटीहरूको ग्रुप छ अगाडि पनि केटीहरूको ग्रुप छ हामी 2जना मात्र छौँ केटाहरू चाहिँ अनि 2 या 3जना चाहिँ पछाडि छन् त्योभन्दा अगाडि चाहिँ भए पनि थाहा भएन यहाँ चाहिँ यस्तो पुरा गाउँतिर हाम्रो गाउँतिर हुन्छ नि हाम्रो गाउँतिर होइन गाउँतिर यस्तो हुन्छ क्या पुल चाहिँ होइन त्यस्तो भाइब्स आइरहेछ मैले चाहिँ यता धेरै म लगभग काठमाडौँ आएर यस्तो देखाएको थिएँ यस्तो पुल चाहिँ यहाँ चाहिँ दामी पुल रहेछ मजा आयो हामी चाहिँ यहाँबाट पिस प्यागोडा पुग्नलाई एप्रोक्सिमेटली 45 मिनट लेखाएको छ होइन बोर्डमा चाहिँ हामी चाहिँ यहाँ पुगिसकेका छौँ ठ्याक्कै कहाँ छौँ कुन ठाउँ हो यो चाहिँ थाहा छैन मलाई हामी चाहिँ बिस्तारै आएको फोटो भिडियो सुट गर्दै यसो ढकल गर्दै आएको हामीलाई चाहिँ 1 घन्टा भइसक्यो हामी चाहिँ आएको अझै 45 मिनट लाग्छ भने चाहिँ एप्रोक्सिमेटली 45 मिनट हेरौँ कति लाग्छ अन्त विवेक दोस्त म त झुकाइदिएर दोस्त के झुकायो अन्त ओभरअल 1 घन्टा होला भनेको यहाँबाट पो रहेछ त अनि ठिक छ केही छैन होइन रमाइलो भइरहेछ 1.5 घन्टा चाहिँ लाग्ने रहेछ होइन अझै हामी पुगेको छैनौँ धेरै लाग्न पनि सक्छ उता त्यो ताल पाऱ्यो यो चाहिँ तालबारा यो है एकदम बिचमा छ है हामी चाहिँ अहिले एकछिनमा यतातिर पौडी खेल्छौँ यता साइडतिरको यो चाहिँ घरभन्दा तल चाहिँ हामीले पौडी खेल्छौँ यहाँ चाहिँ हेलो हाम्रो चाहिँ फाइनल्ली ट्रेक चाहिँ हाम्रो कम्प्लिट भन्नाले नि 1 वे कम्प्लिट भइसकेको छ अब हामी फेरि त्यही बाटो नै फर्किन्छौँ त्यहाँ लेखेको थियो 45 मिनट एप्रोक्सिमेटली 45 मिनट लेखेको थियो तर त्योभन्दा चाहिँ धेरै नै लाग्छ किनभने चाहिँ अब सबै चाहिँ त्यही लिमिटमा हिँड्न सक्दैन नि त बाटो त्यहाँबाट कन्टिन्यू उकालो छ त्यस्तो गाउँतिर जस्तो अरू ठाउँतिर जस्तो कन्टिन्यू उकालो चाहिँ छैन एकदम थोरै उकालो गएर तर थोरै छ तर स्ट्रेट उकालो चाहिँ छैन तर उकालो चाहिँ कन्टिन्यू छ सबैले चाहिँ 45 मिनटमा सक्दैनन् है त्यहाँ एप्रोक्सिमेटली लेखेको थियो ठिक एकदम रनिङ गर्ने मान्छेहरू कोही छन् भने चाहिँ उनीहरूले चाहिँ सक्छन् होला अनि कोही चाहिँ गाउँतिरको एकदम भन्छ नि गाउँतिर एकदम हिँडिराख्ने मान्छेहरू गाउँतिरको मान्छेहरू चाहिँ भएछन् भने उनीहरूले चाहिँ सक्लान् 45 मिनटमा अरूले चाहिँ सक्दैनन् लगभग हामीलाई चाहिँ 1 घन्टा 10 मिनट जति 10-20 मिनट जति लाग्यो किनभने चाहिँ हामी बिच बाटोमा बसेर एकदम ड्रिङ्क्स गर्दै आएको यसो कोल्ड ड्रिङ्क्सहरू पानीसानीहरू खाएर रेस्ट गर्दै हामी आएको विवेक दोस्त मभन्दा अगाडि गइसक्यो त्यस्तो छ अब हामी लगभग पिस प्यागोडाको हामी चाहिँ ठ्याक्क म चाहिँ तल छु त्यो चाहिँ माथि चाहिँ यतातिर चाहिँ देख्नुहुन्छ सक्नुहुन्छ त्यो चाहिँ माथि छेक्या छ विवेक दोस्त अगाडि गइसकेको छ म चाहिँ पसिनाले पुरै लतपदै भइसकेको छु होइन पसिनाले पुरै लुगा भिजिसकेको छ मैले चाहिँ पर्फ्युम पनि लगाएको थिएन अगाडितिरको बाटो झन् यस्तो बवाल छ मेरोभन्दा अगाडितिरको बाटो म चाहिँ
हजुरलाई देखाइदिन्छु। यस्तो बवाल छ होइन। अब यस्तो यस्तो ठाउँतिर घुम्ने भनेको त हामी यसो पोखरातिर बस्ने मान्छेहरूले मात्र हो होइन। अब मेरो केटाहरू चाहिँ सम्झिने मात्र हो है केटाहरू, तिमीहरूले चाहिँ फेरि हेर यसो बरु फुर्सद मिल्छ भने चट्ट आऊ पोखरातिर, सम्झ युवर्स जुनियरलाई चट्ट म्यासेज आएन फेसबुक इन्स्टामा, तत्कालै म्यासेज त आउनु होला तर म्यासेज आउँछ 7-8 घन्टापछि आउँछ होइन विवेक दोस्त। तिमीहरूलाई चट्ट घुमाइदिन्छ तिमीहरूको दाइले पोखरामा होइन। विवेक दोस्तको ब्यागमा यो हाम्रोतिर चाहिँ यो के भन्छन् रे विवेक दोस्त तिमीहरूकोमा? विवेक दोस्तहरूकोमा चाहिँ यसलाई न्युरो भन्छन् रे। खै हाम्रोतिर के भन्छन् मलाई चाहिँ थाहा छैन होइन। यो चाहिँ हाम्रोतिर चाहिँ के भन्छन् नाम चाहिँ मलाई न्युरो हो जस्तो लाग्छ तर हो कि होइन चाहिँ थाहा छैन मलाई। हामीले न्युरो भनेर टिपेछौँ बेलुका अब रुममा गयो। त्यति धेरै त छैन 4-5 वटा छ। यो बाटो हेर्नु न, यो बाटो यस्तो दामी है, यस्तो हिँड्न पनि चट्ट। साथमा गर्लफ्रेन्ड हुन्थ्यो भने त यो बाटोमा आहा सुनमा सुगन्ध हुन्थ्यो नि त। अब के गर्नु गर्लफ्रेन्ड छैन होइन। अब के गर्नु त अब हाम्रो त गर्लफ्रेन्ड हामी त फेरि इन्जिनियरिङ स्टुडेन्टको लागि गर्लफ्रेन्ड पनि टेम्पोररी हुन्छ क्या। हामी चाहिँ पिसप्याकबाट पुगिसक्यौँ है। एकदम दामी यहाँबाट यो चाहिँ हेर्न सकिन्छ। यहाँ चाहिँ पिसप्याकडामा जथाभावी यदि हो हल्ला गर्न पाइन्न यसो होइन। मैले एकदम साइडतिरबाट लुकेर भिडियो बनाएको। उता त्यहाँ चाहिँ देखिराख्नु भएको त्यो चाहिँ महादेवको मन्दिर हो होइन। सेतो कलरको रिफ्लेक्टले होइन आँखै देख्न सकिरहेको छैन होइन विवेक दोस्त। यहाँ चाहिँ हल्लासल्ला गर्न पाइन्न। त्यही भएर हामी बिस्तारै बोलेर चाहिँ भिडियो बनाइरहेको छौँ। यो ट्रेक चाहिँ म के भन्दैन होइन। यदि तपाईँहरू फ्रेन्ड के अरे स्टुडेन्ट हुनुहुन्छ या त बेरोजगार हुनुहुन्छ तर पनि पोखरामा बस्नुहुन्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ यो बजेट जतिको चाहिँ होइन यो के अरे बजेट भन्दा चाहिँ यो ट्रेक जतिको चाहिँ बजेट फ्रेन्डली ट्रेक अरू कुनै पनि हुन सक्दैन। तपाईँ बस ड्याम साइडसम्म आउनुहोस्, त्यसपछि सिधै हाइकिङ गर्दै माथि आउनुहोस्। तपाईँहरूलाई चाहिँ 1-1.5 घन्टा आउन भनौँ। अब जानु चाहिँ कति लाग्छ हामी पछिको भिडियोमा भन्नेछौँ। यति रमाइलो यति एकदम जङ्गलको भाइ छ। कोही गाउँतिरबाट आउनु भएको रहेछ भने उनीहरूलाई चाहिँ पौडी खेल्नेहरूलाई चाहिँ बेस्ट अफ द बेस्ट हो। अब हामी पौडी पनि खेल्छौँ केही सेकेन्डपछि। हामी चाहिँ यहाँ माथि पुगेर पिसप्याकडा अथवा व्हाइट गुम्बा घुमेर पनि अब चाहिँ हामी निस्किन लागिसकेका छौँ होइन। एक चाहिँ छुट्याउनै नहुने चिज चाहिँ बरु आउँदाखेरि चाहिँ यस्तो बरु त्यो के अरे जुकाहरूले टोक्यो भने चाहिँ लाउने चिज चाहिँ ल्याएर आउनु होला। ब्यान्डेज त्यो के भन्छ ह्यान्ड प्लस केही ल्याएर आउनु होला। यहाँ चाहिँ जुका लाग्ने चान्स चाहिँ अति नै धेरै हुन्छ। मेरो चाहिँ जुका लागेको थियो, विवेक दोस्तको चाहिँ लागेको थिएन होइन। विवेक दोस्तको लागेको थिएन, मेरो चाहिँ लागेर वाइल्डै खुन चाहिँ बगेको थियो। तर पनि मैले यति केही गरेन। मसँग केही साधन नै थिएन त, फर्स्ट एडहरू केही थिएन। अब कसरी गर्ने हो अब त्यो जान्छौँ। कति लाग्छ हजुरहरूलाई चाहिँ भन्छौँ हामी चाहिँ। अब ओह्रालोमा चाहिँ खासै धेरै टाइम नलाग्ला। तर त्यहाँ हजुरहरू चाहिँ त्यहाँबाट उकालो चाहिँ 45 मिनट लेखाएको छ। त्यो चाहिँ नर्मल भन्दा पनि अलिकति त्यो चाहिँ तपाईँहरूलाई चाहिँ गाह्रो हुन्छ होला 45 मिनटमा चाहिँ पुग्न। 1 घन्टा 20 मिनट जतिको टाइम राखेर हिँड्नु भयो भने चाहिँ तपाईँहरू चाहिँ ढुक्क पुग्नुहुन्छ। त्यहाँ मैले अघि देखाएको जुन बोर्ड थियो नि बोर्डबाट चाहिँ है फेरि हामी चाहिँ पुगिसकेका छौँ होइन। अघि त्यो जुन हामीले बोर्ड देखाएको थियौँ नि त्यो बोर्ड चाहिँ यहाँ तल हो। त्यहाँबाट एप्रोक्सिमेटली माथि जानलाई 45 मिनट भनेको थियो तर हामीले चाहिँ 1 घन्टा 10 मिनट जति लाग्यो। तपाईँहरू सबै नर्मल्ली भन्नुबाट 1 घन्टा 20 मिनट जति लाग्छ होला। हामी चाहिँ आउँदाखेरि चाहिँ हामीलाई चाहिँ 20-22 मिनट जति लाग्यो होला। झर्दाखेरि चाहिँ त्यति धेरै लागेन। त्यही हो हजुरहरू आउनुहुन्छ भने जाँदाखेरि चाहिँ 1 घन्टा चाहिँ लाग्छ हजुरहरूलाई चाहिँ त्यही मेन्टालिटी बनाएर चाहिँ जानु होला। तर 45 मिनट लाग्छ। यदि छिट्टो जाने मान्छे भने चाहिँ 45 मिनटमा पुग्छ। नत्र सक्दैन कसैले पनि 1 घन्टा 10 मिनट 20 मिनटकोमा चाहिँ पुग्नुहुन्छ तपाईँहरू। आउँदाखेरि चाहिँ फेरि 20-22-25 मिनटमा चाहिँ पुग्नुहुन्छ। अब चाहिँ हामी चट्ट स्विमिङ खेल्छौँ। यहाँ उता त्यो तालमा चाहिँ हामी स्विमिङ खेल्ने हो। अब चाहिँ हामी जान्छौँ। ल लेट्स गो।
आज चाहिँ हामी स्विमिङ पनि गरेर भ्याइयो है। स्विमिङ गरिरहेछौँ होइन एकदम रमाइलो आइरहेछ मजा भइरहेछ पनि गरियो मजाले स्विमिङ गरियो हेलो गाइज अब चाहिँ हामीले स्विमिङ पनि गरिसक्यौँ अब चाहिँ हामी रुम जान लागिरहेछौँ होइन स्विमिङ गरिसक्यौँ हाम्रो स्विमिङ गरेको भिडियो चाहिँ खिच्ने चाहिँ कोही पनि भएन कस्तै लुगा चेन्ज गर्न गइरहेछ अब चाहिँ हामी सिधै रुम जान लागिरहेछौँ अब रुम जान्छौँ एकछिन यहाँबाट गएर खाजा खान्छौँ रुम जान्छौँ चट्ट लाएर यो हाम्रो चाहिँ आजको जे चाहिँ प्लान थियो त्यो सकिसकेछ अब हामी खाजा खाएर रुम जान्छौँ बास